हर्क साम्पाङ र पत्रकारज्यूको दोहोरो ब्याटल चलिरहेको छ साथीहरू। हिजो मात्रै पत्रकारज्यूले हर्क साम्पाङलाई भित्तामै पुग्ने गरी भनिदिनु भएको थियो भने आज चाहिँ हर्क साम्पाङको पालो रहेछ। यो भिडियो हेर्नुहोस् है त। केन्द्र जैरू कि फैरू भन्ने मान्छेलाई म यो भन्न चाहन्छु, उसले निकै मचिएर आरोपहरू के लगाइरहेको छ। अर्को कुरा चाहिँ श्रम संस्कृति पार्टीको ढुङ्गा बोक्ने मात्रै काम हो, सिद्धान्त त्यति मात्रै हो भनेको छ। श्रम संस्कृति पार्टीको सिद्धान्त के हो भनेर बुझ्नको लागि चाहिँ एकचोटि ट्युसन पढ्नलाई आयो हुन्थ्यो, इन्टरभ्यू मेरो लिनु। त्यो इन्टरभ्यू लिएको भोलिपल्टदेखि पत्रकारिता छोड्ने बनाउन सक्छु म। यो सेयर गरेर त्यो मान्छे कहाँ पुऱ्याइदिनु सब होइन, यो मेरो क्लिप चाहिँ सेयर गरेर त्यो मान्छे कहाँ पुऱ्याइदिनु होला। र यो मान्छेले यत्रो ठुलो गफ गर्दाखेरि एउटा इन्टरभ्यू गरेर मेरो लिनु नि हो होइन, इन्टरभ्यू मेरो लिनु नि। मुख चुप बनाएर तपाईँको पत्रकारिता होइन नगर्नेसम्म बनाइदिन सक्छु म उसको इन्टरभ्यूमा होइन। चान्छु नि सम्झेर होइन, यसो चाहिँ नि ढुङ्गासुङ्गा बोकेको सम्झेर होला। कति पैसा पाउनुहुन्छ यस्तो बोलेको? एउटा इन्टरभ्यू मेरो लिनु होइन, लाइभ गरौँ, त्यसको भोलिपल्टदेखि पत्रकारिता गरौँ, तपाईँले गाह्रो हुन्छ। त्यस्तो बनाइदिन्छु।